बबाल होला नि यहाँ त म डर लागिसक्यो ल अब नि होला होइन यो हालौँ एउटा होइन अनि अर्को कुन हाल्ने हाल्नु न मैले त्यो हाल्नुलाई यो चिज बल छैन हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग सेम छ त चाहिँ मान्छे र मेरो ए होइन सर हामी चाहिँ आज तारेभिरको हाइकिङ गर्न लागिरहेको छौँ आज चाहिँ मान्छे धेरै छ जस्तो छ आज हाम्रो सर्ट हाइक हुनेछ गर्मी भयो यार सुरुमा हिँड्न पाएन बिस्तारै खै कति छ हेरौँ ल अहिले चाहिँ हामी यो यहाँ चाहिँ पिकनिकहरू खानु सकेर होइन यता छौँ ल हेर्नु करिब हिँडेको 15-20 मिनट भयो यतै त होला होइन त्यहाँ त होइन होला त्यहाँ त पिकनिक स्पोट होला सर्ट हाइक चाहिँ भनेको हेरौँ कति छ मलाई अहिले याद आयो हामी क्याम्पिङ गएको थियौँ नि भने यही हो यहीँ माथि भन्नुपर्छ नि त अनि ल यो ठाउँ आउनुपर्छ फेरि बबाल होला नि यहाँ त यहाँ माथि अनि नजिकै क्याम्पिङ यहाँ चाहिँ स्विमिङ पुल रहेछ भ्यागुताको लागि होइन आजको हाम्रो तारेभिरको यात्रामा चाहिँ हाइक चाहिँ सर्ट भनेको हेरौँ अब कति टाइम लाग्दो रहेछ अनि अहिलेसम्म चाहिँ हामी यो तेर्सो बाटोमा छौँ उकालो बाटोमा छैनौँ अब यो तेर्सो बाटो सकेपछि उकालो आउँछ होला यो मेरो चाहिँ फर्स्ट टाइम हो यो हाइक चाहिँ अनि तपाईँको पनि फर्स्ट टाइम होइन सेकेन्ड टाइम ए तपाईँको सेकेन्ड अब क्याम्पिङसँग त थर्ड टाइम होइन अहिले चाहिँ हामी यो डाँडामा आइपुग्यौँ त्यो लेखेको चाहिँ तारेभिर हो अब हामी त्यहाँबाट चाहिँ त्यसको टुप्पासम्म पुग्छौँ जुम गरिदेऊ न यो चाहिँ गजबको ठाउँ रहेछ अब हामी चाहिँ तारेभिर करिब आइपुग्नु लाग्यो उकालो चढ्नलाई आजको बिस्तारो आउँदैछौँ बिस्तारो हिँड्दैछौँ बिस्तारै जाने भनेर त्यही त गरे त अनि फाल्दियो अहिले पनि एउटा झुम्रो त्यसकै छ तिहारतिर दिन्थ्यो सबै बिगारे त्यो चाहिँ किन्नै पर्छ त्यो चाहिँ चाहिने कुरा हो हामी जस्तो हिँड्नेलाई चाहिँ अनिवार्य अझै एउटा होला कि नयाँ मात्रै खोज्नु पर्यो यार तर त्यही हो
अब त्यसले पुज्नु थालेपछि सनब्लक र भन्दैन त्यही भएर म त खासै बनाउन गरेको अन्त अनिवार्य सनब्लक चाहिन्छ फेरि अनुहार बिग्रिन थाल्यो भने बिग्रेको बिग्रेको हुन्छ क्या One Maki 0.5. Ramai dah, sir. हामी आएको कहाँ हो बस्नु म एकछिन ओइ हँ एकछिन बस्नु न हावा खाम क्या बोकिराख्छ अलिकति हामी त्यस्तो थाहा छ यो चाहिँ होइन यस्तो चाहिँ हामी यता मलाई हेर्नु त यस्तो चाहिँ हामी किन बोक्थ्यौँ पहिला थाहा छ यस्तो हामी राति हिँड्दा यस्तो बोक्छौँ नि किन यो चाहिँ मर्नेहरू लाग्छ होइन मरेकोहरू लाग्छ भनेर यस्तो बोकेर हिँड्छ राति गाउँको चलन यसरी गोजीमा लगाएर हिँड्छौँ यसरी हातमा बोकेर यस्तो हामी पहिला क्या माउलो जाँदा यस्तो त्यो मलाई कसरी अहिले झसँग याद आयो एकदम राम्रो त्यो मेमोरी त मैले त्यो कुरा त बिर्सिसकेको छु ठ्याक्क माउलो जाने बेला भयो होइन अब त्यो चाहिँ कस्तो हुन्छ नि माउलो जाने बेला राति हुन्छ नि चाडबाडको बेला चाहिँ मरेकोहरू चाहिँ अलिकति चलखेल गर्छ या अलिकति हुन्छ होइन देखिन्छ भन्छ नि त अनि मासुहरू बोकेर हिँडिन्छ नि त अनि बेलुका जाँदाखेरि पुरा हामी तितेपाती खोज्थ्यौँ क्या अब माउलो जाने बेला भनेपछि बाटोमा टक्क हिँडेपछि सबै तितेपाती बाउ बेसरी कति बाउ ल यसरी बोकेर हिँड्थ्यौँ त कस्तो है सम्झिएको म त कस्तो त्यो चिज त बिर्सिसकेको रहेछ सम्झियो म अहिले अब याद आयो यसरी सबैलाई के अनि अलिअलि आउनु बोक्नै पर्ने तितेपाती त मनको शान्तिको लागि भए पनि कस्तो मलाई अहिले याद आयो यो चिज बिर्सिसकेको त अहिले चाहिँ हामी सही बाटोमा आएछौँ तर आज हाम्रो स्टार्टिङ नै चाहिँ घुम्दा भएको हुनाले चाहिँ अलिक हामीलाई आज घुम्नै परेको हो छैन त्यस्तो केही अहिलेसम्म आनन्द छ तर हामीलाई सधैँ नै नो रिग्रेट नै हो हामी प्रोफेसनल हाइकर जस्तै हिँडिरहेछौँ नि त जहिले पनि होइन के होइन आलङ उलुङै गरेछ नि अब यतातिर लोकल भाले किनेर खान सकिँदैन लोकल खसी पनि छ यहाँ दाउरा यस्तै हुन्छ नि ट्रेकिङमा जाँदा ल हामी चाहिँ अहिले तारेभिर लेखेको बोर्डमा आइसकेको छौँ र अब चाहिँ हामी धेरै माथि आइसक्यौँ भन्ने लागेको छ अब चाहिँ हामी यहाँ टिकट काट्छौँ टिकट काट्ने ठाउँ आइपुग्यो ल यो चाहिँ हाम्रो ग्रुपहरू भनेर के भन्नु त्यो बोर्ड कट्यो भने त अब अघि त्यो बोर्ड कहाँबाट कत्रो परस लाग्थ्यो अघि त्यो हेरेको रेस एउटा ठाउँबाट टिकट कसले भएछ तिमीसँग छ हेर नि त्यहाँ हिँड्छ न होइन के छ बान्जा हो छोड्दो टिपेन
एक्कासी उकालो साल्दा खुट्टै दुख्छ यार भिडियो होइन यहाँ खोल्ने मोबाइल बोक्नु ल यसो घरेर फोटो खिच्नु लाग्छ नि अहिले चाहिँ हामी हिँडेको 3 घन्टा भइसक्यो र अब चाहिँ हामीलाई धेरै टाढो छैन अनि झन्डै 11 स्टेप हान्ने छ 11,000 अब यही त डाँडा हो हैन यो हाइकको रुटहरू त के देखाउनु अब यो हाइक भनेको हामी चाहिँ जगडोल बाटो गरेको हो जगडोलमा पार्किङ गरेर त्यस पछाडि उकालो लाग्ने उकालो लागेपछि बाटोमा तल्ले बाटो किन्न भयो बाटोमा पानी किन्न पाइन्छ खानेकुराहरू पाइन्छ सल्लाहघारीको बाटो छ तेर्सै त्यस पछाडि यो उकालो हल्का त हो 100 रुपियाँको टिकट काट्नु पर्यो अलिअलि जङ्गलहरू चाहिँ रहेछ हैन अस्ति खालको मेरो कम्बिनेसन त खतरा रहेछ त झोला हैन अझ जुत्ता नि चाहिँ पर्फेक्ट हुन्थ्यो यहाँबाट मेरो फोटो खिच्नु त यो यसको यो क्यामेरा के आओस् क्या यो क्यामेरा लगाएको त्यहाँबाट आउँछ आउँदैन होला कहाँबाट यहाँबाट आउँछ आयो जङ्गलहरू मुनिबाट खिच न पानीको
अहिले चाहिँ हामी निकै माथि आइसक्यौँ अब करिब करिब डाँडा आइपुग्नु लाग्यो होला के अरे यो हामी हिँडेको चाहिँ यो डाँडाको तल लास्ट हो यो जङ्गलहरू देखेछ त्यसको लास्ट हो अनि यहाँबाट एउटा राम्रो चिज चाहिँ के भने एयरपोर्ट चाहिँ एकदम क्लियर अनि दामी एयरपोर्टको रनवेहरू एकदम राम्रो देख्दो रहेछ क्या यहाँबाट चाहिँ त्यो चाहिँ दामी लाग्यो मलाई अरू भनेको आजको हिँडायो भनेको सर्ट हाइक भनेको थियो तर त्यस्तो साह्रो सर्ट होइन हामीले कति हानिसक्यो भने 12,000 स्टेप हानिसक्यो अनि 3 घन्टा भइसक्यो त्यही भएर त्यस्तो सर्ट चाहिँ होइन तर सजिलो चाहिँ अब हामी हिँडिराखेर पनि हो कि सजिलो चाहिँ फेरि सजिलै लागिरहेछ त्यस्तो पसिनाहरू त्यति साह्रो झरेको छैन आजको हाइकमा र अब हामी एकैछिनमा पुग्छौँ तारेभिरको पिक 40 मिनट कहाँ आइपुग्यो होला नि आउनु त भन्नु केही छैन अब सर्ट हाइक गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरू यो ठाउँमा आउनु सक्नुहुन्छ अनि सोलोको लागि पनि त्यस्तो छैन एकदम नर्मल रहेछ जङ्गलहरू पनि छैन नर्मल जङ्गल छ त्यो हो हामी चाहिँ म चाहिँ यो ठाउँमा आएको थिइनँ नि त अनि आज शनिबार चाहिँ यहाँ भनेर रिकमेन्ड गर्न चाहन्छु हामी हैन प्लान बनाइयो अब हाम्रो फेरि एभ्री सटरडे हाम्रो चाहिँ सटरडे हुँदैन हाइकिङ डे भन्छौँ हामी चाहिँ हाइकिङ डे हो हाम्रो चाहिँ त्यस्तो हो यो यता छ क्या कता पनि सुरुवातीका तर्फ यही हो क्या टुप्पो है एकछिन बस्नु त किन किरमिर आएर छ आउनु होइन बस्नु क्यामेरामा परेको त छैन आउनु त के होला भिडियो अन गर है यो यही त हो नि होइन उता त कहाँ हो त यही हो नि नजाउँ आज अघि देखेको डाँडा त्यहाँबाट होइन अनि पहिले एकछिन रेस्ट गर्नु ल छैन रे ल्याएको बिर्सियो रे मैले नि जानेछु गोटी खेल्न त मैले कसो बेला गोटी उता बस्नु त दुरै त्यही भने यहाँ बस माथिबाट यस्तरी हेर्छु ल यस्तरी भइरहेको छैन योभन्दा अगाडि चाहिँ जान्न ल तल हेर्नु त अब हाम्रो खाना खाउँ अस्तिको त्यो स्याउ थिएन स्याउ अस्ति किनेको हामीले नास्पाती नास्पाती अर्को त्यो ल्याउनु आएको खाइनै खाएकै छैन फ्रिजमा हाल्दै खाइदै खाइन मैले त खाइसकेँ बिर्सेछु मैले त
हामी चाहिँ अब तारै भिरको किन यहाँबाट चाहिँ भ्यू देख्छ कि के हो कसैले अब्स्ट्याकल छैन क्या त्यसैले गर्दा त्यहाँ बस्नुको अगाडि उभिएरदेखि यहाँ बस्नुपर्छ वो ओइ मुला अलिकति यहाँबाट त आइया पनि भन्नु पाउँदैन यो आएको भिर त काठमाडौँ त देखिहाल्यो नि ए लास्टतिर सोधेको थियो झरेन नि यहाँ झर्यो भने चाहिँ आफ्नो नि अलिक माथि आऊ यस्तो पुरै फर्क है तिमीमा डर लागिसक्यो मलाई यहाँ त आइया हेर एकतिर आत्था पनि भन्नु पाउँदैन ल अहिले चाहिँ हामी यो के अरे भ्यू देखिने ठाउँमा छौँ र यहाँबाट दामी भ्यूहरू देख्दो रहेछ ताराभिरको पिक पोइन्ट यो पिक पोइन्टमा तर यहाँ चाहिँ अलिक ख्याल गर्नुपर्छ है लड्ने सम्भावना हुन्छ धेरै हेलच्याक्राहरू चाहिँ गर्नु हुँदैन यहाँ चाहिँ एकचोटि लड्यो भने चाहिँ अनि त्यस पछाडि खोज्नु पनि नगए हुन्छ त्यस्तो खालको छ यो माथि पुरा मान्छेहरू पनि आइसकेको छ अब आजको हाम्रो स्याटरडेको हाइकिङ चाहिँ यहीँसम्म थियो र हाम्रो नेक्स्ट स्याटरडे हामी अर्को ठाउँ जानेछौँ हाम्रो भिडियो कस्तो लाग्दैछ कृपया लाइक कमेन्ट सेयर सब्सक्राइब गर्दै गर्नु होला साथ सपोर्ट दिनु होला भन्दै आजको भिडियो चाहिँ यहीँ इन्ड गर्न चाहन्छु बाई बाई